सम्मानीय सभामुख महोदय, हिजो अचानक बनेपा र पनौती आसपासमा भारी वर्षा हुँदा त्यहाँ एकजना पनौती 5 कि 33 वर्षीय रेणुका गिरी बेपत्ता हुनुभएको छ। त्यसैगरी रोशी खोलामा आएको बाढीले बीपी राजमार्ग अवरुद्ध भएको छ। आज हजारौं यात्रुहरू अलपत्र छन्। हामीलाई राम्रोसँग थाहा छ गत असोज 11 र 12 को अविरल वर्षा र त्यसले पुर्याएको अकल्पनीय अपूर्णीय क्षति जो कोशी र रोशी क्षेत्रका आसपासका जनताहरू प्रताडित छन् र त्यति बेला पनि नेपाल सरकारको तर्फबाट राहत र उद्धारमा प्रभावकारी उपस्थिति दर्ज भएन। त्यति मात्र होइन सम्मानीय सभामुख महोदय, आजका दिनसम्म पुनर्स्थापना र पुनर्निर्माण प्रक्रियामा संघीय सरकारको ध्यान पनि गएको छैन। हामीले पटक पटक भनेका थियौँ कि कोशी र रोशी क्षेत्रका जनताहरू जो हजारौं घरहरू बगाइएका छन्, पुरिएका छन्, दर्जनौं मान्छेको क्षति भएको छ, जो अपूर्णीय जनधनको क्षति छ, त्यसलाई अब क्षति हुन नदिनको निम्ति हामीले प्रभावकारी उपायहरू अपनाउनु पर्छ भनेर हामीले पटक पटक सम्मानित सदनबाट पनि कुरा उठाएका थियौँ। ती विषयमा कहीँ पनि विषयवस्तु उठान भएका छैनन्। Hardik IVF and Fertility Center, where miracles come to life. हामीलाई राम्रोसँग थाहा छ विपद कोषमा, विपद व्यवस्थापन कोषमा 7 अरब पैसा छ। त्यो पैसाले कमसेकम यो विपदमा परेका चाहिँ बस्तीहरूलाई हामीले नियन्त्रण कमसेकम बचाउनु पर्छ भनेर पटक पटक हामीले प्रयत्न गर्यौँ, अनुरोध गर्यौँ, त्यो सुनिएको छैन। र यो अहिले हिजोको अविरल वर्षा, अचानक आएको वर्षा, त्यसपछि बीपी लोकमार्ग चाहिँ राजमार्ग अवरुद्ध छ। बीपी राजमार्ग 14 वटा स्थानहरू जोखिमपूर्ण छन्। 14 वटा स्थानमा 14 ठाउँमै हामीले स्काई भेटरहरू राख्ने र तत्काल चाहिँ अवरुद्ध हुने बित्तिकै खोल्नको निम्ति तयारी गर्यो भने मात्र हामीले त्यो सडक सुचारू गर्न सकिन्छ। त्यसकारणले गर्दा बर्खायाममा सहज ढङ्गले सञ्चालन हुनको निम्ति आवश्यक पर्ने चाहिँ अब तयारी गर्न, बजेट व्यवस्थापन गर्न, विपद कोष मार्फत बजेट व्यवस्थापन गर्न सम्मानित सदन मार्फत म नेपाल सरकारलाई हार्दिक अनुरोध गर्छु। त्यसैगरी रोशी र कोशी खोला खहरे नियन्त्रण नगर्ने हो भने हामीले विगतमा जति जोखिम उठायौँ, जति हामीले क्षति बेहोर्यौँ, त्योभन्दा अझ बढी क्षति बेहोर्नु पर्ने परिस्थिति सिर्जना भएको छ। त्यसकारणले तत्काल बजेट व्यवस्थापन गरी ती जोखिमपूर्ण ठाउँमा कोशी, रोशी, खहरे खोला नियन्त्रण गरेर थप क्षति हुनबाट बचाउनको निम्ति